अब चाहिँ हामी परमेश्वरको वचनमा जान लागेका छौँ। आशिष आशिष भन्नुहोस् त, आशिष। हामी प्राय जस्तो गरेर चाहिँ एकैचोटि बाजे क्रिस्चियन, बाबु क्रिस्चियन, अनि हामी पनि क्रिस्चियन परिवारमा जन्मे छ होला, तर कम्ती हुन्छ। अनि हाम्रो अगाडिको कल्चरमा भनौँ, अगाडिको आस्थामा भन्यो के थियो भने कसैले पनि आशिष भन्यो भने मन पर्थ्यो। किन मन पर्थ्यो भने आशिष भनेपछि चाहिँ हामी दसैँमा टिका लाउने मान्छे हो, टिका लगाइदिन्थ्यो। अनि टिका लाउँदै गर्दा नानी फल्दै फुल्दै जानु भन्दै यसो बाजे बाउहरूले यसो हात राख्दै गर्दा मन पर्थ्यो। किन भन्दाखेरि चाहिँ आशिष कसैले या त आफूभन्दा अलिकति पाएको मान्छे या त आफूले माया गरेको भनौँ या त इज्जत गरेको मान्छेले जस्तो हामी यसो शिर झुकाउँदै गर्दा उनीलाई आशिष भन्थ्यो, त्यो आशिष मन पर्थ्यो। प्रभुले विश्वास गरिसकेपछि भने आफूभन्दा सिनियर मान्छेको जब हात राखी माग्छौँ, जब उनीहरूलाई हामी शिर झुकाउँछौँ, उनीहरूलाई आशिष बोल्छ अनि त्यो पनि सुन्दर छ। तर अगाडिको भन्दा चाहिँ पछाडिको बाइबलले भन्छ ईश्वरलाई पाएर मान्छेले विश्वास गरेको दिएको आशिष, धर्मीजनको आशिष चाहिँ सुन्दर र राम्रो हुन्छ। आशिष सबैले मनपर्छ, आशिष राम्रो हुन्छ, आशिष शक्तिशाली छ, आशिषमा कुनै कुरा पनि घटी नराम्रो शब्द भेटाउँदैनौँ। तर आज म तपाईँलाई आशिष भन्दै गर्दाखेरि परमेश्वरले बोल्ने आशिष, परमेश्वरले आशिष भन्नुहुन्छ, आशिष नै हुन्छ। मान्छेले बोलेको आशिष चाहिँ खुसियालीको रूपमा एउटा दिनै पर्ने एउटा कर्तव्यले भरेको हुनसक्छ या त मायाले पनि हुनसक्ला। तर परमेश्वर दिने आशिष चाहिँ एकदमै शक्तिशाली हुन्छ। त्यो चाहिँ बनावटी हुँदैन, देखावटी पनि हुँदैन, कमजोर पनि हुँदैन, अनि दुर्बलताले भरेको शब्द पनि हुँदैन, एकदमै शक्तिशाली शब्द हुन्छ। अब आज म तँलाई आशिषको केही कुरा ल्याउन लागेको छ। पहिलो कुरा चाहिँ के भन्छु भनेदेखि चाहिँ परमेश्वरको बोलीमा आशिष हुन्छ। बोल्दा सबैजना बोल्छ। तपाईँले पोलिटिसियनहरूलाई पनि मजाले सर भन्यो भने मजाले उनीहरूले हात राखेर आशिष दिन्छ। पञ्चायत म्याडमहरूलाई गएर यसो भन्यो भने उनीहरूलाई आशिष दिन्छ। तपाईँले आफन्तहरूकोमा गएर यसो शिर झुकाउनु भयो भने उनीहरूलाई आशिष दिन्छ। त त्यो आशिष संसारको हो, तर परमेश्वर जुन बोलेर आशिष दिनुहुन्छ त्यो चाहिँ बनावटी हुँदैन। त्यो चाहिँ एकदमै शक्तिले भरिएको, त्यसमा जीवनले भरिएको, त्यसमा सामर्थले भरिएको, अनि सम्झौता बिना, कम्प्रोमाइजै नभएको परमेश्वर त्यो आशिष तपाईँ र मेरो जीवनमा दिन मन पराउनुहुन्छ, किन उहाँ चाहिँ हाम्रो बाबु हुनुहुन्छ। उत्पत्ति 12:2 म तँबाट एउटा ठुलो जाति खडा गर्नेछु र तँलाई आशिष दिनेछु, म तेरो नाउँ प्रसिद्ध गराउनेछु र त आशिषको मोल हुनेछस्। अब यहाँनिर परमेश्वरले बोलेर एकजना मान्छेलाई कसैले नफकाइकन, कसैले परमेश्वरलाई मेनिपुलेट नगरिकन, कसैले इभन म त प्रार्थनै नगरिकन, केही पनि नभनिकन परमेश्वरले बिना कन्डिसन, कुनै सर्त बिनाको, सम्झौता बिनाको, अनि कुनै पनि माग डिमान्ड नराखेको सिधैको आशिषको शब्द परमेश्वरले मान्छेमाथि बोल्नु भयो। अनि अब्रामलाई भन्नुभयो, अब्राम अब म तँलाई आशिष दिन लागेको छु, आशिष दिन्छु। तेरो सन्तानलाई हुन्छ यो आशिष, तेरो घरलाई हुन्छ यो आशिष, तेरो जीवनलाई हुन्छ यो आशिष, तेरो हरेक इलाका यो आशिषले छुन्छ। अनि पहिले आशिषको कुरा शब्द बोल्नु भयो। अनि अघि भने जस्तै आज म अर्को फेरि भन्छु, यो आशिष चाहिँ बनावटी होइन, यो आशिष एकदमै ओरिजिनल प्लान गरेर दिएको, परमेश्वरले दिएको आशिष हो। यो आशिष चाहिँ एकदमै ओरिजिनल डिजाइन गरिकन, पाउले
एकदमै कसैप्रति नसुनिकन, वाक्कै नभइकन, दिक्क नभइकन, एकदमै आफ्नो हृदयको धड्कनबाट योजना राखिकन, सिंहासनको इच्छा राखिकन प्रभुले त्यसै आशाको शब्द बोल्नुभयो। अनि अर्को पद पनि म ल्याउन लागेको छु। उत्पत्ति 1:27 र 28 पदमा, यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरको प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै र पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दै जाऊ। समुद्रका माछाहरू, आकाशका पन्छीहरू तथा पृथ्वीको सबै जीवित प्राणीहरूमाथि अधिकार गर। अब यो चाहिँ परमेश्वरले फर्स्ट वर्ड नै मान्छे बनाउनु भयो। सुन्नुहोस् है, मान्छे बनाउनु भयो, मान्छेको रचना भयो। जुन, घाम, तारा, ग्रह, नक्षत्र अनि खोला नाला जङ्गल पहाड सबै कुरा बनिसक्यो। आकाश निर्माण भयो, पशु पक्षी निर्माण, सबै कुरा बनिए। अनि मान्छेलाई बनाइसकेपछि परमेश्वर फर्स्ट वर्ड नै के भन्नु भने, अब म तिमीलाई आशिष दिन्छु। अरू शब्द भन्नुभन्दा धेरै चाहिँ हामीले के लाग्छ भने, खालि परमेश्वरमा चाहिँ के देख्छ भने दण्ड, न्याय, क्रोध, भस्म गर्ने आगो, नरक। अनि कति बेला हामीले गल्ती गर्छ र नरक दण्डको शब्द बोल्छ। पर धेरैचोटि हामी यो शब्द, यो माइन्ड, यो सोच, यो विचार, यो हाम्रो भावनामा आउने गर्छ, धारणामा आउँछ। तर आज म तपाईँलाई के भन्छु भने नि, फर्स्ट वर्ड नै मान्छेसँग जब मान्छेको परमेश्वर र मान्छेको भेट भयो, त्यति बेला पहिले एउटा वर्ड भन्नुभयो, अब म तिमीलाई आशिष दिन्छु। यो आशिष चाहिँ बनावटी हुँदैन, यो आशिषमा देखावटी छैन। यो आशिषमा तिमीले भरिपूर्ण हुन सक्छौ। तँलाई बताऊ, यो पदहरू चाहिँ नि, यो चाहिँ कसैले पनि तलमाथि गर्न सक्छ। यो चाहिँ एक ओरिजिनल प्लान हो, ओरिजिनल डिजाइनको साथमा बोलेको वचन हो। यो चाहिँ मान्छेले अहिले तलमाथिको वचनलाई कहाँदेखि कहाँ त्यो उफारेर भन्न सक्ला, तर यो वचनलाई उफार्न सक्दैन। सुरुमा मान्छे बनाउने बित्तिकै परमेश्वरले फर्स्ट वर्डमै आशिष दिन्छु भन्नुभयो। अनि अब्राहमको जीवनमा जसै बोले चुन्नुभयो, छान्नुभयो, अरू कुरा नबोलिकन, बिना सर्त, बिना कन्डिसन, बिना मन दुखाइ, बिना रिस, बिना क्रोध, बिना डिमान्ड, प्रभुले एउटै भन्नुभयो, अब म तँलाई आशिष दिन्छु। अनि आज म तपाईँलाई के भन्छु भनेदेखि, यो आशिष चाहिँ बनावटी बिना तपाईँ र मसँग खोलिन सक्छ। आमेन। तपाईँलाई आशिष चाहिँ बल गर्नु पर्दैन, कोसिस नगरिकन प्रभु तपाईँको आराधना गर्दै गर्दा, प्रभु तपाईँलाई प्रशंसा गर्दै गर्दा, तपाईँले मलाई के भन्नुहुन्छ भन्नु, उहाँको वर्ड नै तपाईँलाई मलाई आशिष दिनुमा छ। अनि खासै हेऱ्यो भने यो वचन चाहिँ परमेश्वरले कुनै कुरासँग पनि सम्झौता नगरिकन अनि कुनै कुरासँग पनि सन्तुष्ट नभइकन प्रभुले भन्नुभयो, म तिमीलाई आशिष दिन्छु। अनि भोलि त्यो आशिषमा चाहिँ धेरै कुरा राख्नु भयो। एउटा शब्द मात्रै बोल्नु भएन, शब्द मात्रै बोलेर राख्नु भएन, शब्द मात्रै क्रिएट गरेर तिमीलाई यो है भन्नु भएन। त त्यो आशिष साल पाउन सक्ने, फिल गर्न सक्ने, जान्नु सक्ने, अनुभव गर्न सक्ने त्यो आशिष मान्छेलाई पढ के गर्नुभयो, दिनुभयो। अनि आज म त आशिषमा चाहिँ भोलि के चाहिँ ल्याउन चाहनु भयो अब्राहमको जीवनमा। आज म तपाईँलाई सरल र पहिलो कुरा के भन्छु भने नि, आत्मिक आशिष यानि परमेश्वरको भेजिटेसनलाई त्यो आशिषभित्र चाहिँ एउटा शब्द बोल्दै गर्दा चाहिँ त्यो कुरा पहिले के गर्नुभयो, ल्याउन माग्नु भयो। अब बाइबलमा हेरौँ त हामीहरू उत्पत्ति 12:7 पदमा, परमप्रभु अब्राहम कहाँ देखा पर्नुभयो र तिनलाई भन्नुभयो, म तेरो सन्तानलाई यो देश दिनेछु,
यसैले तिनीका देखा पर्नुभएको परमेश्वरको निम्ति तिनले एउटा वेदी बनाए। अब यहाँनिर पहिला आश दिनु हुँदै गर्दाखेरि चाहिँ अब्राहमको जीवनमा चाहिँ बोलेको त आशिष हो, शब्द बोलेको थियो, त देखा के पर्यो भने परमेश्वर आफै स्वयं अब्राहमको घरमा, अब बाइबलले पाल भन्छ, पाल भन्दा त अब डर पालै नसोचिहाल्नुहोस्, पाल भन्दा चाहिँ कस्तो भन्दा चाहिँ तम्बु नै नसोचिहाल्नुहोस्, तपाईँको घर सोच्नुहोस्, अहिलेको भाषामा तपाईँ बस्ने ठाउँ सोच्नुहोस्। त्यो ठाउँमा चाहिँ परमेश्वर उनकोमा आएर देखा पर्नु भयो। अनि बाइबलले भन्छ अब्राहमले त्यो पालमा त्यो वेदी बनायो भन्छ। वेदी भने चाहिँ प्रार्थना सोच्नुहोस्, काँसाको वेदी होइन, ढुङ्गाको खडा गरेको वेदी पनि होइन। तर यो चाहिँ सोच्नुहोस्, प्रार्थनाको समय थियो या त आराधना गर्दै थियो, जे पनि हुनसक्छ। तर उसको घरमा पौले आशिष दिन्छु भन्दै गर्दाखेरि के गर्नुभयो भन्दाखेरि चाहिँ उनको घरमा आएर परमेश्वर देखा पर्नु भयो। अब मैले भन्न चाहेको यो हो, आशिषमा तपाईँले परमेश्वरबाट आएको हात मात्रै देख्नुहुन्न, आशिषमा उहाँको मुहारले तपाईँले भेटाउनुहुन्छ। आशिषमा तपाईँले चाहिँ हातबाट आउने, उहाँबाट आउने त्यो प्रोभिजन मात्रै भेटाउनुहुन्न, तर आशिषमा उहाँको रियालिटीलाई, उहाँको प्रेजेन्सलाई, उहाँको भलोपनलाई, उहाँको कृपालाई, उहाँको करुणालाई, उहाँको हृदयलाई, उहाँको मनलाई, उहाँको इच्छालाई, सबै कुरा इभन भन्छ उहाँबाट उहाँको सम्पूर्ण त होलनेस फुलनेसलाई नै तपाईँले के गर्नुहुन्छ, आम्ने सामने ऐना जस्तै भेटाउनुहुन्छ। अनि म अब्राहमको घरमा चाहिँ परमेश्वर आउनुभयो। मलाई साह्रो छुएको चाहिँ यो थियो। पहिला आशिष बोले, लो है हात राखेर मलाई आश दिएको छ, आजदेखि तँलाई भन्नु भयो भने यतिमै उहाँको हृदय सीमित भएन, यतिमै उहाँको मन चाहिँ सीमित भएर बसेन। अनि आउनु, अनि अब्राहमलाई भन्नुभयो, आज म तेरो घरमा आएको छु, तँलाई भेट्न आएको। कस्तो हुन्छ तपाईँ घरमा यसो आउनु हुँदाखेरि, कस्तो हुन्छ तपाईँ घरमा चाहिँ परमेश्वरको प्रेजेन्स चाहिँ तपाईँसँग आएर फिल गर्दै गर्दा, कस्तो हुन्छ होला आज म तँलाई भेट्न आएको भन्दै गर्दा। एकपल्ट मलाई त्यस्तो फिल भएको छ। 2007मा हुनुपर्ने, त्यति बेला चाहिँ सचिन तेन्दुलकरको युग थियो, सेवकको टाइममा थियो, मजाले क्रिकेट हुँदै थियो। क्रिकेट हुँदै गर्दाखेरि चाहिँ मजाले क्रिकेट हेर्दै थिएँ म, दामी सचिनले ब्याटिङ गर्दै थियो, मान्छे संसार रमाउँदै थियो, सेवकले छक्का चौका हुँदा संसार रमाउँदै थियो। त्यति बेला सट्ट मेरो घरमा दैलो बन्छ, सट्ट टिभी हेर्दै गरेको म, त्यो सट्ट यसुको प्रेजेन्स ओढेर आयो, छक्कै परेँ म। टिभी बन्द गरेँ अनि भने प्रभु मेरो कोठामा तपाईँको उपस्थिति म फिल गर्दैछु। त्यति बेला मेरो जीवनमा अर्कै सर्कमस्टान्सेसहरू थियो, तर अचम्मै लाग्यो त्यहाँदेखि उता मेरो लाइफमा अर्कै ब्रेक थ्रुले फेरि काम गर्न थाल्यो। परमेश्वर आउनुहुन्छ त्यसै आउनुहुन्न, परमेश्वरको प्रेजेन्समा केही कुरा हुन्छ, परमेश्वर ओढेर आउनुहुन्छ। सम्पूर्ण तपाईँको जीवन लाग्ने प्रोभिजन मात्रै होइन, सम्पूर्ण भविष्य बोकेरै आउनुहुन्छ। परमेश्वरको हरेक वर्डमा चाहिँ, बोलीकोमा चाहिँ, एक एक शब्दमा चाहिँ आशिषको शब्द बोल्दै गर्दाखेरि चाहिँ उहाँको जीवन नै ओढेर आउँछ। मलाई यो भन्नु मनपर्छ। अनि त्यति बेला जीवन चाहिँ क्रिस्चियन धर्मको जीवन बन्दैन, त्यति क्रिस्चियन जीवन चाहिँ एउटा रिलेसनसिपले भरिएको जीवन, परमेश्वरसँग सम्बन्धले भरिएको जीवन बन्छ। अनि मसँग लाइफमा त्यस्तै भयो। पहिला जब आशिष दिन्छ मात्रै भनेको थियो, पछि त परमेश्वर आफै भेट गर्न आउनुभयो उसको पालमा। पहिला त्यस्तो छैन उसको लाइफमा, एकदमै नर्मल, एकदमै दुर्वा के थियो उसको लाइफमा थाहा छैन। तर फर्स्ट टाइम नै जस्तै म
अब्राहमसँग मसँग भेट भयो, चिनाजाना भयो। अब सायद अहिलेको भाषामा भन्नु भने त्यसले पहिले फर्स्ट वर्ड नै भन्नुभयो, अब म तँलाई आशिष दिन्छु। अनि त्यो दिँदै गर्दाखेरि चाहिँ शब्द नबनेर, बाइबलको सेतो पन्नामा चाहिँ कालो अक्षर नबने, रिटर्न वर्ड नबनेर त्यो आफै भेट गर्न ओर्लेर आउनुभयो। अनि आज म बताउँ, परमेश्वरको होल आशिषमा चाहिँ उहाँको प्रेजेन्सलाई भेटाउनुहुन्छ। अनि म यो प्रेजेन्सलाई म के भन्छु, रिभाइभल भन्न मनपर्छ। तपाईँको जीवन परमेश्वर चर्चलाई आशिष दिनुहुन्छ, तपाईँको जीवनलाई आशिष दिनुहुन्छ, घरलाई आशिष दिनुहुन्छ, परिवारलाई आशिष दिनुहुन्छ। उहाँको हृदयमा पूर्णताले भरेको आशिष उहाँको हृदयमा छ। हो, कोही बेला आशिष हामी कमाउन सक्छौँ, कोही बेला आशिष हामी देखाउन पनि सकौँला, कोही बेला आशिष हामी भरिपूर्ण भएर म यस्तो छ भनेर पनि सकौँला। गुड, राम्रै होला। तर परमेश्वर दिनु आशिषमा चाहिँ पहिलो कुरा म के भन्छु, परमेश्वर आफै तपाईँको जीवनमा भेट गर्न आउनुहुन्छ। अनि यहाँनिर चाहिँ म अर्को नै भन्न मन पराउँछु, उत्पत्ति 17को 1 पद अनि 17 पदमा पनि छ, जब अब्राहम 49 वर्षका भए तब परमप्रभु अब्राहम कहाँ देखा पर्नुभयो र तिनलाई भन्नुभयो, म सर्वशक्तिमान परमेश्वर हो, मेरो सामु हिँड र निर्दोष भएर बस। तब अब्राहम घोप्टो परी मनमने हाँसेर भने, के 100 वर्ष पुगिसकेकोलाई सन्तान होला कि 90 वर्ष पुगेकी साराले बालक जन्माउलिन्। अब मैले पदलाई अलिकति नागेर गएको छु 2टा पदमा, तर यहाँनिर एउटा कुरा पढे, फेरि पनि परमेश्वर अब्राहम कहाँ देखा पर्ने भन्यो, म चाहिँ सर्वशक्तिमान ईश्वर हो, मेरो सामने कोही पनि खडा हुन सक्दैन। मान्छेको रचना गरी म ईश्वर हो, मान्छेको हातको रचना मैले गर्न सकेको म सक्छु। स्वर्ग र पृथ्वीलाई बनाउने क्रिएटर म नै हो। अनि साँच्चै भने म चाहिँ एल सदाई ईश्वर हुँ। म सबै कुरा आफ्नो हातमा लिने ईश्वर पनि हुँ। अनि सारा ब्रह्माण्डको हरेक मान्छेको रचना मेरो हातबाट भयो। त्यही परमेश्वर, तेरो क्रिएटर, तँलाई बनाउने, तँलाई रचना गर्ने, तँसँग म आशिष भनेर बोल्ने ईश्वर, तँसँग म फेरि पनि भेट गर्न आउँदैछु। म चाहिँ सर्वशक्तिमान परमेश्वर, तँ चाहिँ मसँग हिँड्नु है। मेरो भेट तँसँग भइरहेको छ, मेरो भेट तेरो घरमा आउँदा हुन्छ, म सँगसँगै तँ हिँड्नु है भन्छ। कस्तो मजाको। तँ निर्दोष जीवन जिउनु, तैँले चाहिँ कहिले पनि बिना कम्प्रोमाइजले भरेको जीवन नजिउनु, मेरो सामने त हिँड्न थाल्नु भन्दै गर्दा फेरि पनि उनको घरमा परमेश्वर आउनुभयो। परमेश्वर तपाईँसँग आउन मन पराउनुहुन्छ। आमेन भन्नुहोस् त। सर्वशक्तिमान, उद्धार मुक्ति दिनुहुने ईश्वर, क्रुसमा टाँगेर रगत बगाउने परमेश्वर, संसारलाई रचना गर्ने प्रभु, एक बाइबल भन्छ एक पशुको पनि चिन्न सक्ने परमेश्वर, संसारमा 700 करोडको मान्छेको नामलाई गन्न सक्ने, जान्न सक्ने परमेश्वर, 700 करोड मान्छेको इमेजलाई आफ्नो हातमा बोकेर हिँड्ने प्रभु, तपाईँको घरमा आउँदा कस्तो चाहिँ हुन्छ होला। अनि प्रभुले भन्नुभयो, म तसँग हिँड्न मन पराउँछु, तेरो जीवन मलाई मनपर्छ, तेरो विश्वास मलाई मनपर्छ। अनि मसँग त बिना कम्प्रोमाइज, सम्झौता बिना मसँग हिँड्नु, निर्दोष भएर अनेस्टीको साथमा मसँग चाहिँ हिँड, म तँलाई के गर्छु, अझै बेसी दिन मन पराउँछु। यो टाइम, यो सिजन चाहिँ तपाईँले आशिषको उपभोग गर्ने समय हो, तर सम्झौता बिना। फेरि भन्छु,
सम्झौता बिना परमेश्वरको वचनले दिएको आशिष तपाईँले लिन सक्नुहुन्छ। अनि यो पनि तपाईँ लेखेर राख्दा हुन्छ, तपाईँको घरमा बिना कन्डिसन आफ्नो रगतको उत्तम बलिदानले धोएको कारणले गर्दा, क्रुसमा आफ्नो सम्पूर्णता रगतलाई बगाएको कारणले गर्दा, अनि तपाईँ र मलाई माया गरेको कारणले गर्दा तपाईँको घरमा भेट गर्न आउन मन पराउनुहुन्छ। त तपाईँले यति चाहिँ भन्नुहोस्, बाबा मेरो कर्मले होइन, मेरो योग्यताले पनि होइन, मेरो क्षमताले भरेको जीवनले होइन, म कमजोर र लाचार दुर्बल मान्छे तँलाई माया गर्नुभयो, छान्नुभयो, अनि म पापी हुँदै तपाईँ मेरो लागि मर्नुभयो। अब तपाईँको रगतले धोइकन तपाईँको आत्मा मसँग मेरो घरमा मेरो जीवनमा भेट गर्न आउनुहुने भन्नुभयो भने स्वर्गदूतै किन, परमेश्वर स्वयं तपाईँको घरमा भेट गर्न आउनु मन पराउनुहुन्छ। आशिषमा उहाँको रियलताको भिजिटेसन छ। अनि परमेश्वर जब बोल्नुभयो अनि अब्राहमसँग आफै नै, म त भन्छ स्वर्ग त्यति बेला खाली भयो जस्तो लाग्छ। म त सिंहासन पनि खाली भयो होला। स्वर्गदूतले हेरेर प्रभु परमेश्वर त कहाँ छौ? करबाट सराफिमले आराधना गर्छ भन्छ बाइबल 6 अध्याय यसैले भन्छ, कहाँ हुनुहुन्छ यो परमेश्वर त यस्तो आराधना गर्ने हामी त। म त भन्छु स्वर्ग खाली भयो होला। बाइबलले 24वटा धर्मगुरुले ईश्वरको आराधना गर्छ। त्यति बेला 24जना धर्मगुरुले प्रभुलाई खोज्यो होला, प्रभु तपाईँ कहाँ हुनुहुन्छ? बाइबलले भन्छ 4वटा जिउँदो प्राणीले ईश्वरको 24 घण्टा नबिर्साई आराधना गर्छ। त्यतिलाई भन्यो प्रभु तपाईँ कहाँ हुनुहुन्छ? हैरानी हो। तर परमेश्वर कहाँ हुनुहुन्थ्यो भन्नुहोस् त? अब्राहमलाई भेट्न उनको घरमा पालमा आउनु भएको थियो। आमेन। सर्वोच्च स्वर्गलाई नै त्यागिकन संसारमा एउटा मान्छेको पालमा, एउटा मान्छेको घरमा, एउटा मान्छेको कोठामा परमेश्वर सर्वशक्तिमान प्रभु आउनु भयो। त्यो चाहिँ याद गर्नुहोस्, परमेश्वरको बोलीमा आशिष छ। त्यो आशिषमा चाहिँ परमेश्वरको भिजिटेसनलाई, परमेश्वरको उपस्थितिलाई, परमेश्वरको सर्वाङ्गतालाई नै म त भन्छु आउने युगमा तपाईँ र मैले चाहिँ परमेश्वरलाई ऐनाको रूपमा देख्न पाओस्। चर्चको यो डिजाइन, ओरिजिन डिजाइन नै खोज्नुहुन्छ भने यो प्रभु चाहेको यो परमेश्वर चाहिँ हामीलाई आम्ने सामने अनि वाइफ र हस्बेन्ड जस्तो चाहिँ भेट गरेको प्रभु मन पराउनुहुन्छ। अनि उहाँको हृदयमा यो छ। अनि बोल्यो भने म तँलाई आशिष दिन आएको। अनि आज म के भन्छु भने परमेश्वरको आशिषमा तपाईँले परमेश्वरको बोलीमा तपाईँले आशिष पाउनुहुन्छ। त्यो आशिषमा एउटा कुरा चाहिँ के पाउनुहुन्छ? उहाँको सर्वाङ्गताको भिजिटेसन तपाईँको घरमा भेटाउनु हुन्छ। आमेन। दोस्रो कुरा, परमेश्वरको आवाजमा आशिष दिन्छु भने शब्दमा चाहिँ जीवनको वृद्धिको आशिष पनि तपाईँले भेटाउनुहुन्छ। उत्पत्ति 13:14-18 पदमा हामी हेरौँ न। लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, अब तेरो आँखा उठाएर तँ भएको ठाउँबाट उत्तर दक्षिण पूर्व पश्चिमतिर हेर। तैँले देखेको सबै ठाउँ म तँलाई र तेरो सन्तानलाई सधैँको निम्ति दिनेछु। म तेरो सन्तानलाई पृथ्वीको धुलो सर बनाउनेछु, यहाँसम्म कि कसैले धुलो गर्न सक्छ भने तेरो सन्तान पनि गर्न सक्नेछ। उठ, देशको चारैतिर जा, किनकि म त्यो तँलाई दिनेछु। तब अब्रामले आफ्नो पाल सारे हेब्रोनमा भएका मम्रेको फलाँटको रुखहरूमा आए। त्यहाँ आएर तिनी त्यहीँ बसोबास गर्न लागे। त्यहाँ परमप्रभुको निम्ति तिनले एउटा वेदी बनाए। अब यहाँनिर पनि के छ भने अब यो चाहिँ परमेश्वर जीवनको आशिष बोल्नु भएको हो। अब यो चाहिँ कति बेला भन्नुहुन्छ भने त्यो बेला चाहिँ
अब्राहम र लोत चाहिँ सँगसँगै हिँड्थ्यो। अनि पहिले अब्राहमलाई आशीष दिन्छु भन्दा त्यो आशीष लोतले पनि छोरा चाहिँ भतिज केटाले नै अनुभव गर्न पाउँथ्यो। अब्राहम तेरो घरमा म सम्पूर्ण भेट गर्न आउँछु भन्दा पाउँछु, जब भेट गर्न आउनुहुन्थ्यो त्यो भिजिटेसन चाहिँ लोतले पनि पाउने गर्थ्यो। जब अब्राहमसँग पाउँछ बोल्दै गर्दाखेरि उहाँको प्रेजेन्सले घर ढाक्दै गर्दाखेरि चाहिँ त्यो प्रेजेन्समा लोतले पनि फिल गर्ने मौका पाउँथ्यो। तर एक दिन लोतले एउटा फैसला गर्यो। के गर्यो भन्दाखेरि चाहिँ अब म चाहिँ अलग्गै बस्छु। उसको डिसिजन म चाहिँ अब्राहमसँग म बस्दिनँ, अब म अलग्गै बस्ने, अलग्गै मेरो के हुन्छ अहिलेको भाषामा मेरो अलग्गै एम्पायर खडा गर्छु। अहिलेको भाषामा भन्नु भने मेरो आफ्नो वाइल्ड एम्पायर हुन्छ, मेरो सबै कुरा हुन्छ, म काकासँग बस्दिनँ। उसले एक दिन आफ्नो फैसला ओन डिसिजन उसको। त्यति बेला अब्राहमले केही पनि भनेन, लोत छुटेर गयो। तर लोतले के देखेर भन्दा लोतले चाहिँ काका म तपाईँदेखि जान्छु है भन्दै गर्दा चाहिँ लोतले यस्तो डरलाग्दो सदम र गमोरालाई चाहिँ यस्तो डरलाग्दो चाहिँ भिजेको ल्यान्ड, बाइबल चाहिँ परमप्रभुको बगैँचा भन्छ, अदन जस्तै देखेर लोतले चाहिँ त्यो सदम र गमोरालाई चाहिँ, अनि खासै त्यो अदनको बगैँचा थिएन, मिस्र इजिप्ट देशको चाहिँ के थियो एउटा ल्यान्ड थियो। तर उसको आँखामा के आयो भन्दा चाहिँ एकदमै अदनको बगैँचा देखियो। अनि उसले भन्यो अब म यो ठाउँमा जान्छु। तपाईँको यात्रा अलग छ, मेरो यात्रा अलग छ। तपाईँ आफ्नो तरिका जिउनुहोस् काका, म आफ्नो तरिका जिउँछु। तपाईँ र मेरो बिचमा ईश्वरले राखेको कभनियनलाई पनि अब म के गर्छु ब्रेक गरेर म आफ्नो तरिकामा के गर्छु जिउने फैसला गर्छु। त्यो हुँदै गर्दाखेरि के गर्यो, लोत निस्केर गयो। त्यति बेला चाहिँ प्रभु लोतसँग बोल्नु भएन, त्यति बेला प्रभु अब्राहमसँग बोल्नु भयो। अस्ति 30 बासको दिनमा प्रार्थना बस्दै थिएँ, बस्दै गर्दा 9 बजेको थियो। अनि 9 बज्दै गर्दा पहिले यो वचन मलाई दिनुभयो। अचम्म त सरर यो वचन ममा बेच्नु थाल्यो। अनि मैले हतार डायरी मेन्टेन गरेँ अनि लेख्नु थालेँ। आज म तँलाई यो कुरा बताउन चाहेको, तर मैले यो कुरा पाएँ भनेर बोल्न चाहेको होइन। तर यहाँनिर जसै अब्राहमको जीवनमा लोतले आफ्नो सबै कुरा गयो, उसको आफ्नो डिसिजनले गयो, तर रहेको अब्राहमको जीवनमा चाहिँ मैले के भन्यो, अब चाहिँ म तँलाई आशीष दिन्छु। तिम्रो जीवन चाहिँ यस्तो चाहिँ हरेक इलाका चाहिँ मौलाउँछ जस्तो, तिम्रो जीवनको कुनै पनि सुक्ने इलाका हुँदैन। कुनै कुरा तेरो जीवनको चाहिँ कमजोरी भएको इलाका नै म अब भेट्न दिन्न, किन तँलाई म होल देश पुरा आशीमा दायाँ बायाँ अघि पछि पूर्व पश्चिम जहीँ पनि त जान्छस्। अब म त्यो सबै इलाका म तेरो के गरिदिन्छु आशीषले भरि त्यसमा जीवन पलाउनु थाल्छ। अनि जसै हुँदै गर्दाखेरि त्यहाँदेखि त पहिले के दिनु उसलाई के दिनुभयो, आशीष दिन चाहनु भयो। अनि आज म के भन्छु, तपाईँको सबै जस्तोसुकै तपाईँको जीवन कन्डिसन किन नहोस्, तपाईँको व्यक्तिगत जीवनदेखि लिएर तपाईँको परिवार जीवनदेखि लिएर तपाईँको घरको जीवनदेखि लिएर तपाईँको नानीको जीवनदेखि लिएर तपाईँको सन्तानदेखि लिएर तपाईँको करियरदेखि जहाँ पनि तपाईँले एक प्रकार एउटा सङ्घर्षको फिल गर्नुहुँदैछ। आज तपाईँको लागि वचन हो, मेरो लागि पनि हो। परमेश्वर जहाँ सङ्घर्ष भएको इलाकामा जीवन ल्याउनुहुन्छ, देखेर राख्दा हो तपाईँले। अनि पछि अब्राहमले भन्यो त्यो तेरो ठाउँमा अब चाहिँ म के ल्याउनु लागेको, जीवन ल्याउनु लागेको छु। अनि त्यो पनि अनगन्ती भन्नुहोस् त, अनगन्ती। अनि अब्राहम अनगन्ती बोले के दिनु भयो, आशीष दिनुभयो। किनभने शब्दमा चाहिँ परमेश्वरको आफ्नो शब्दमा चाहिँ आशीषको शब्दमा चाहिँ जीवन हुन्छ। पहिलो कुरा आफूले प्रकट गर्नुभयो भने अर्को कुरा चाहिँ भोलि के गर्नुभयो, उनको जीवनमा सबै इलाकालाई बढाउन लाग्नुभयो। अनि म यो भन्दै गर्दा अर्को पदमा म तपाईँलाई लगिहाल्छु। म तपाईँलाई यसै 4 2 र 3 पदमा, तेरो पालको ठाउँबाट
तेरो पालको पर्दालाई तन्का, तेरो जोडीहरू लामो पार, तेरा किलाहरू बलियो गर, किनकि त बढी र दाहिने देवतिर फैलिनेछस्। तेरो सन्तानले जाति जातिलाई उनीहरू बसेको ठाउँबाट निकाल्नेछन् र उनीहरूको निर्जन सहरमा ती बसोबासो गर्ने छन्। यहाँनिर भन्छ तेरो पालको ठाउँबाट तेरो किलालाई बलियो गर्न थाल, त दाहिने र देउरे फैलिनु थाल। जसरी मैले अब्राहमलाई फैलाएर लगे, तेरो जीवन पनि के हुन्छ? फैलेर जान्छ, तेरो इलाका बढेर जान्छ। आमेन। परमेश्वरको इलाका बढ्छ, नसुर्ताउनुहोस्। कति मान्छे भन्छ म सुन्छु मेरो छोरा पासै गर्दैन, मेरो छोरा खालि फेल हुन्छ, त नसुर्ताउनुहोस्, परमेश्वर सफलता दिनुहुन्छ। हिजो अस्ति राङकामा एउटा नानी थियो, अनि सधैँ इक्जाम बिगार्ने। तर म भन्न चाहन्थेँ एउटा एकदमै नामी स्कुलमा त्यो नानीले पायो, एकदमै ब्रान्ड स्कुल। अब लोकल स्कुलले चाहिँ कामै लाग्दैन भनेको। 7 त के 8 त के, अब त्यो त 7-6 पनि पास गर्दैन नसक्ने नानी, चुन्डेर अब गाउँठाउँ भनेर चुन्डेर पास गराउँथ्यो। अनि चाहिँ अचम्म त त्यो एकदमै ब्रान्ड स्कुलमा त्यो नानीले जग्गा पायो। त्यो नानी पढ्दै जाँदा चाहिँ त्यो नानीले भन्यो म त यहाँ त पढ्न मन छैन, यो हस्टेलमा पढ्न मन छैन भनी बस्यो। अनि म पनि गएँ त्यो नानीले पुर्याउनु जाँदै गर्दा बस्दिनँ मान भन्ने। अनि मैले भने जसो तसो त्यो प्रिन्सिपलको सरको पनि म रुममै गएर भने, सर यो नानी पढ्न त सकेको छैन, ब्रान्ड स्कुलमा अब मौका पाएको छ, अनि के गर्नु? उहाँले भन्यो राख्नुहोस्, तपाईँले राख्नुहोस्, पास गराउने काम चाहिँ हाम्रो। कस्तो फेभर त्यो पारालाई मैले भने पनि। नानी पास गर्न, हामीलाई थाहा छ नानी पास गर्न सक्दैन, नानीको त्यो पास गर्ने त्यो क्यापासिटी त्यो नानीमा छैन। तपाईँले ब्रान्ड स्कुलमा नानीले मौका पायो, यो ईश्वरको फेभर हो। त्यो भन्ने मान्छे विश्वासीहरू होइन। दामी स्कुलमा फेभर पायो, नानीले मौका पायो पढ्नुलाई, तर पास गराउने नगराउने काम प्रब्लम तपाईँको होइन, त्यो चाहिँ हाम्रो हो। अनि त्यो नानीको 8 को इक्जाम दियो। त्यो नानीले अब हुँदैन भनेको सबैले, त्यो नानीले आफ्नो पहिलाको त्यो घरको स्कुल छोड्दै गएर चाहिँ अब भित्र भनेर सबैजना रमाएकै हो। तर अचम्म लाग्दो जुन ब्रान्ड स्कुलमा नानीले मौका पायो, जब समयमा रिजल्ट हेर्दै गर्दा त्यो नानी क्लास 8 पास गरे क्या त। हामीले चाहेको पास गर्नु हो नि त, त्यो नानी क्लास 8मा मजाले पास गर्यो। अनि म के भन्छु भनेदेखि हाम्रो सुकेको इलाका, जो कमजोर भएको इलाका, दुर्बलताले भरेको इलाका, एकदमै नसक्ने भनेको इलाका पनि परमेश्वर के गर्नुहुन्छ? त्यो इलाकालाई भोलि के गर्नुहुन्छ? बढ्न दिनुहुन्छ। आमेन। आशिषले चाहिँ मिराकल गर्छ, आशिषमा चाहिँ बढ्ने क्षमता छ। अनि यहाँ तेरो पालको ठाउँबाट तेरो डोरी लामो पार, तेरो किलालाई बलियो गर, अनि त दाहिने र देउरे फैलिँदै जानु, तेरो इलाका बढेर लानु, त कमजोर नहुनु, विचार भन्ने मेन्टालिटीमा त नजिउनु। मैले यो दिनमा यही सिक्दैछु, बाबु तपाईँको वचनमा ओबिडियन्ट चाहिँ हुन्छु। जुन दिनसम्म ओबिडियन्ट भयो चाहिँ मेरो लाइफ कहिले पनि मर्दैन। परमेश्वर कभर्नेन्टमा ओबिडियन्स हुँदा लाइफ कहिले पनि मर्दैन। पर जसरी पनि बलि के गर्नुहुन्छ? वृद्धि गर्नुहुन्छ। जसरी पनि बलि मौलाउन दिनुहुन्छ। अनि पौले भन्नुभयो ठिक लोत निस्केको टाइममा पौले के गर्नु? बोल्न थाल्नु भयो। अनि दाहिने देब्रे अघि पछि पूर्व पश्चिम उत्तर त बढेर जानु। अनि त्यही ठिक आशिष नै पौले केमा ल्याउनु भयो भन्दा चाहिँ यसैले नै अगमबानी गर्यो, तिमीको पाल तन्काउनु, डोरी लामो पार्नु, किलाहरू बलियो गर्नु, विश्वासको इलाका टोक्न नदिनु,
जहाँ 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 पनि तिमीहरूको जीवनमा बढ्न पर्ने इलाका त्यसलाई बढ्न दिनु, परमेश्वरको वचनमा जिउन थाल्नु, तिमीहरू के हुन्छौ? बढेर जान्छौ। आमेन। तपाईँको इलाका चाहिँ परमेश्वरको शब्दमा तपाईँको इलाका बढ्छै बढ्छ। सबैको घरमा चाहिँ दामी पैसा रुपियाँ आउँछ, मेरै हुँदैन नसोच्नुहोस्। ड्राइभर दाजुभाइ छ भने पनि अरूको गाडीले चाहिँ डरलाग्दो कमाउँछ, मेरै हुँदैन नसोच्नुहोस्, तपाईँकै ज्यादा हुन्छ। आमेन। तपाईँकै ज्यादा हुन्छ। अरू चाहिँ प्रमोसन पायो, मलाई चाहिँ हुँदैन नसोच्नुहोस्, तपाईँकै प्रमोसन हुन्छ। अर्को जीवन चाहिँ यति साह्रो भलाइमा जियो, म चाहिँ को भलाउ नसोच्नुहोस्। प्रभुको वचन जस्ट कनेक्ट भएर बस्नुहोस्, त्यही जीवन पलाउनु थाल्छ। आमेन। कभनेन्टमा चाहिँ लाइफ हुन्छ। अनि अब्राहम चाहिँ कहिले पनि सुकेर गएन। अब्राहम शक्तिशाली मौलाएर गयो। अनि आज के भन्छ भने तपाईँको जीवन आशिषमा तपाईँ हरेक इलाका मौलाउनु परमेश्वरको योजनामा इच्छामा छ। आमेन। जहाँ तपाईँको लागि कमजोर, जहाँ तपाईँको लागि दुर्बलता, जहाँ तपाईँको लागि एकदमै कठिनाई, जहाँ तपाईँको लागि एकदमै सङ्घर्ष, जहाँ तपाईँ एकदमै आँसु पेन बगाउनुहुन्छ, म चाहिँ भन्छु त्यहीँ पो तपाईँलाई जीवन ल्याउनुहुन्छ। अनि पौलले भन्नुभयो तेरो पालको ठाउँ बढाउनु, तेरो किलालाई बलियो गर्नु, त दाहिनेतिर फैलिएर जानु, त नक्सानी हुँदैको त भरपाईबाट जिएर जानु। अनि यो चाहिँ आशिषको शब्दहरू हो। अनि फेरि भन्छ सब परमेश्वर बोलेको शब्दमा चाहिँ रियलता छ। पहिले लो है नानी टिका लगाएर तिमी फल्दै फल्दै जाऊ है, त्यो शब्द होइन। लो है नानी अब तिमीहरूको हामीलाई त्यही आश दिन्थ्यो, फल्दै फुल्दै जानु, राम्रो हुँदै जानु, सन्तानले डाँडा काँडा ढाक्नु, काँडा ढाक्नु, त्यही भन्थ्यो। तर त्यो चाहिँ बनावटी आशहरू हो। तर परमेश्वर बोलेको रियल वर्ड चाहिँ त्यसमा के हुन्छ? जीवन बग्नु थाल्छ। आमेन। अनि त्यो चाहिँ तपाईँ अनि मेरो लागि हो। त्यसो कुरा म बताउँछु। भौतिक आशिष, पैसा, इकोनोमिकली ब्लेसिङ्स पनि यसमा आउँछ। अब्राहमलाई दिएको प्रभु दिनुभएको उत्पत्ति 13को 2 पदमा पालिने पशु सुन र चाँदी भएकोले अब्राहम अति नै धनादय भए। अब अब्राहमले छोड्नु जानेको छैन। अब्राहमले मतलब सिधा भने ईश्वरको सामने सिधा भनौँ, अब्राहमले कसैलाई जोतेन, अब्राहमले कसैलाई पनि लडाएन, अब्राहमले कसैको जीवन म्यानिपुलेट गरेन। अब्राहम केमा जियो? वचनमा जियो। उत्पत्ति 12को 1 पदमा भनेको वचनमा, 2 पदमा वचनमा जिउनु थाल्यो। अनि पहिले के दिनुभयो? प्रशस्तै आशिष के गर्नुभयो? दिनु भयो। अब अहिलेको भाषा भने चाहिँ बिल गेट भन्दा पनि ज्यादा हो। अहिलेको भाषा भने अब एलन मस्क भन्दा पनि ज्यादा नै हो। अहिलेको भाषा भने अनिल अम्बानी भन्दा पनि कता कता माथिको मान्छे हो। अहिलेको भाषा भने अरू त्यो फिल्म स्टार भन्दा कता कता धनी मान्छे हो। अब्राहम यस्तो डरलाग्दो संसारमा धनी मान्छे भयो। कति मान्छेले मलाई भनेको छ, पास्टर अझै प्रभुको मिसनको काम गर्नु त गरिब हुन्छ, कमजोर हुन्छ। आज बताइदिउँ, अब्राहम चाहिँ मिसनको लागि एउटा भाग चाहिँ मिसनको लागि पहिले सुनेको पनि हो। अनि परमेश्वरको मिसनमा गर्दा परमेश्वरको लागि असाइनमेन्ट पुरा गर्ने मान्छे गरिब हुँदैन। आमेन। परमेश्वरको आराधना गर्ने मान्छे गरिब हुँदैन। परमेश्वरको जीवनलाई बोकेर राज्यलाई बोकेर हिँड्ने मान्छे गरिब हुँदैन। आमेन। कति मान्छे भन्छ परमेश्वरको सेवा गर्ने त दुःख छ नि, म त्यो शब्द सुन्न नि मन पर्दैन, म कसैलाई म देखाउन पनि छैन, देखाउन पनि मन पर्दैन, तर म हरेक दिन खट्छु।
तर यति चाहिँ भन्छु, परमेश्वर तपाईँ देख्नुहोस्, तर म गरिब भएर जिउनु परेको छैन। रङ्का मारेर सोध्नुहोस्, एक दिन 5,000 चिया मागेर खान्छ भने कसैले भन्दैन। 40 घर 45 घर छ हाम्रो, 45 घरको मान्छे कसैले पनि भनेर मागेर खायो। एक दिन जिन्स प्यान्ट लगाइ माग्यो, क्रिसमसमा ज्याकेट किनी माग्यो, घरमा ऋण पैसा माग्न आयो, कसैले भन्दैन। प्रभुको मिसनमा प्रशस्तता पनि छ। आमेन। अनि आज म के भन्छु भने नि, अब्राहमले प्रशस्तै कुरा उनलाई दिनुभयो, प्रशस्तै कुरा। तर किन भन्नुहोस् त, प्रभुले उसलाई कन्डिसन मागेर, सर्त मागेर, तैँले म तँलाई धनी बनाउँछु अनि तँ चाहिँ मलाई आराधना गर्नु है, प्रभुले कहिल्यै डिमान्ड गर्नु भएन। म तँलाई प्रशस्तको जीवन धनी बनाएर चाहिँ तँलाई म यति डर सोन चाँदी पैसा दिन्छु अनि तैँले मेरो वचन बोकेर हिँड्नु है अब्राहम, कहिल्यै भन्नु भएन। तर यति चाहिँ भन्नुभयो, म तँलाई आशिष दिन्छु। त्यो आशिषमा आफ्नो रियल प्रेजेन्सलाई हरेक दिन हरेक समय उनको घरमा प्रकट गर्नुभयो। त्यो आशमा जसको जुनै पनि सर्कमस्टान्सेसहरूमा परमेश्वर देखा परिरहनु भयो, त्यो आशिषहरूमा धन र सम्पत्ति उनलाई परिपूर्ण पार्नु भयो। अनि आज भन्छु, क्रिस्चियनहरू गरिब नहुनु पर्ने हो, क्रिस्चियन चाहिँ ऋणमा नडुब्नु पर्ने हो, ऋणले नथिच्नु पर्ने। अनि दिनरात सङ्घर्षकै मात्रै अनि गरिबीकै मात्रै, रोगकै मात्रै अनि ऋणकै मात्रै, थकाउटकै मात्रै, रिजेक्सनकै मात्रै चर्चा नगर्नु पर्ने जस्तो लाग्छ। म जीवनको चर्चा गर्नुपर्छ जस्तो लाग्छ। म सर्वशक्तिमान परमेश्वर चाहिँ तपाईँको बाबु हुनुहुन्छ। आमेन। त्यो परमेश्वर भेट गर्न दिनुहोस्। मलाई भन्नुहोस् त, तपाईँ पनि त्यसै गर्नुहोस् भन्नुहोस् त। सर्वशक्तिमान ईश्वर तपाईँको घरमा, मेरो घरमा भेट गर्न आओस्। आमेन। सर्वशक्तिमान परमेश्वर जुनै तपाईँको कन्डिसन, मेरो जुनै पनि कन्डिसनमा चाहिँ उहाँले हस्तक्षेप इन्टरफेरेन्स गर्न पाओस्। त्यो उहाँको इन्टरफेरेन्सले चाहिँ जीवन बग्नु थाल्छ, तपाईँ सुक्दैन। अनि त्यसो कुरा मग्दाउँदै सर्वशक्तिमानलाई को आश्रय तपाईँले प्रशस्त उपभोग गर्न पाओस्। आमेन। एफएसी 3:20 पदले भन्छ, एफएसी 3:20 भन्छ, तँले मागेको, सोचेको, चिताएको, इच्छा गरेको भन्दा प्रभुले प्रशस्तै गरेर ल्याउनुहुन्छ। एफएसी 3:19 पदले भन्छ, उहाँ तपाईँलाई सबै कुराले परिपूर्ण पार्नु पनि हुन्छ। अनि हितोपदेश 8:21 पदले भन्छ, प्रभुलाई आराधना गर्दा, प्रभुलाई माया गर्दा, प्रभुलाई प्रेम गर्दा सम्पत्ति पनि उहाँले दिनुहुन्छ। हितोपदेश 10:22 पदले भन्छ, प्रभुलाई प्रेम गर्दा उहाँको भण्डारले तपाईँलाई भेट्न आउँछ। अनि अब्राहमले जस्ट प्रभुले के गर्न सिक्यो, प्रभु वचन ओबिडियन्ट भएर बहुतको आशिषमा आकाचिम गरेर कुनै कुरा नदेखिकन म तपाईँलाई के गर्छु, हेर्छु। अनि त्यो हेर्दै गर्दा, जोडिँदै गर्दा अब्राहम, अब अहिलेको भाषामा बिल गेट्सलाई नै के गर्यो, पछि पन्छाइदियो। अनि बाइबलमा अरू पद पनि म पढ्न मन पराउँछु। एसाया 60:1-7 पदमा, उठ प्रकाशमान हो, किनकि तेरो प्रकाश आएको छ, परमको महिमा तमाथि उदाएको छ। हेर, अँध्यारोले पृथ्वीलाई र घोर अँध्यारोले मानिसहरूलाई ढाकेको छ, तर परमप्रभु तमाथि चम्कनुहुन्छ, उहाँको महिमा तमाथि प्रकट हुन्छ। जाति जाति तेरो प्रकाशमा, राजा तेरो प्रभातको ज्योतिमा आउनेछन्। तेरो आँखा उठाएर चारैतिर हेर, तिनीहरू सबै जम्मा भएर तक आउनेछन्। तेरा छोराहरू टाढाबाट आउँछन्, तेरा छोरीहरू हात हातमा बोकेर ल्याइन्छन्। तब यो देखेर त उज्जवल हुनेछस् र तेरो हृदय आनन्दले गदगद हुनेछ। समुद्रको धन तर्फ ल्याइनेछन्, जाति जातिको सम्पत्ति तक आउनेछ। ऊँटको बथान, मैदान एबाका सवारी ऊँटहरूले त्यो देश ढाकिनेछ। सेवाबाटका सबैजना परमको प्रशंसा गर्दै सुन र धूप लिएर आउनेछन्,
केदारका सबै भेडा बाख्राका बगाल तका जम्मा हुनेछन्। नवेदको भेडाले तेरो सेवा गर्नेछन्। तिनीहरू बलिस्वरूप मेरो वेदीमा ग्रहण के हुनेछन्। मेरो महिमाको मन्दिरलाई म सिकार्नेछु। अनि पौलले भन्नुभयो उठ उठ अनि प्रकाशमान हुनु अनि अब्राहमलाई दिएको आशिषमा के गर्नु त जिउनु। अनि यो जुन वचन चाहिँ यसैमा बोलेको यसै 54 को 2 र 3 पद, यसै 60 को 1 देखि 7 पद, यो चाहिँ अब्राहमलाई दिएको आशिष नै हो। अब्राहमको आशिषले उपभोग गरे प्रशस्त रूपमा। अनि पौलले भन्नुभयो अब तिमीको पाली, अब तिमीको टर्न आयो। अब तिमीको जीवनलाई म के गर्छु, सम्बन्धको धन पनि तिमीहरूमा के गर्छु, ल्याउन थाल्छु। जाति जातको धन तिमीहरूमा आउँछ, राजाहरूको धन तिमीहरूमा आउँछ, अनि संसारको धन तिमीहरूमा आउँछ। अनि ऊँटहरूको बगालले पनि त्यसलाई बोक्न नसकेको धन तिम्रो। अब ऊँटहरू चाहिएन, अब अहिले हामीलाई ऊँट किन चाहियो होला, यहाँनिर ऊँट त आउँदैन। अहिले त घोडाले त बोक्दैन, ऊँट त केले बोक्लिन्छ। अब गाडीले बोक्नु नसकेको धन तिमीहरूमा आउन सक्ला। आमेन। तर पक्का विश्वास चाहिँ गर, उठ प्रकाशमा। वचनले चाहिँ भरोसा चाहिँ गर्नु थाल, वचनमा जिउन चाहिँ थाल। सम्बन्धको धन तेरोमा जोडिनु आउँछ, जाति जातिको धन तेरोमा जोडिनु आउँछ। अनि बाहिर सुन र चाँदी बोकेर मान्छेहरू आउँछ। अगाडि अब्राहमलाई पहिले सुन र चाँदीले परिपूर्ण पार्नु भयो, सुन र चाँदी पनि तेरोमा जोडिनु आउँछ। तर कसैले सुन चाँदी हराउनु भएको छैन। अब तपाईँको लागि यो वचन हो, तपाईँको जीवनमा पाउँछ, तपाईँको हराएको इलाकालाई रेस्टोर गर्न माग्नुहुन्छ। सुन तेरो हुन्छ, चाँदी तेरो हुन्छ, सम्पूर्णता होलनेस तेरो लागि। अनि इभन यो नि बाइबलले एउटा ठाउँमा मसाले अगमवाणी गरेको छ, त्यो चाहिँ हुन्छ त्यो बल्लभित्र लुकेको पैसाहरू पनि धन पनि तेरोमा के हुन्छ, जोडिनु आउँछ। अनि अब्राहमले परमेश्वरको वचनलाई विश्वास गरेको त सबै कुरा के भयो, परिपूर्ण भयो। अनि फेरि म छु आशिषमा तपाईँ के हुनुहुन्छ, परमेश्वरको आशिष बोलीमा आशिष छ। त्यो आशिष चाहिँ स्वर्गमा राख्नुहुन्न, त्यो आशिष तपाईँ संसारमा उपभोग गर्न दिनुहुन्छ। पत्याउँ जस्ट अब्राहमले विश्वास गरे क्या त, देखेन अननोन ईश्वरलाई जस्ट विश्वास गरे। उसले भोइसलाई आशिष दिन्छ अब्राहम भनेको भोइसलाई जस्ट विश्वास गर्यो। त्यो विश्वासमा परमेश्वर आफै भेट गर्ने उसको घरमा आउनु भयो। त्यो विश्वास उसको हरेक इलाकामा सकमटसरमा त्यो माथि माथि खडा भइकन जीवनले हासिल गर्दै बढ्नु थाल्यो। अनि त्यो विश्वासमा ऊ यति बेसी मौलाएर गयो, धन सम्पत्ति सबै कुराहरू के भयो, मौलाइन। अरू राजाले भन्यो तिमी त साह्रै शक्तिशाली भयो, तिमी हाम्रो लागि सामातिलो मान्छे भएर आयो, तिम्रो जीवनमा परमेश्वर रहेछ, तिम्रो जीवन सृष्टिकर्ता ईश्वर कोही कसैको शक्तिले अहिलेको भाषामा डिभाइन पर्पज तिम्रो जीवनमा जोडेको रहेछ। केही कुरा छ तिम्रो लाइफमा, त्यो भन्दै गर्दा चाहिँ अब्राहमले अरू मान्छेलाई वचन सुनाउँथ्यो। अब कुन मान्छे भन्नुहोस् त, मलाई सोध्नुहोस् कुन मान्छेहरू भन्नुहोस् त। जुन टाइममा चाहिँ बाबेलको धरारा बनाउँदै गर्दा चाहिँ पहिले त्यो आफ्नो उहाँले त्यो भाषा मान्छेहरू खलबलाइदिनु भएको थियो। त्यो खलबलाउँदै गर्दा चाहिँ सबैले ईश्वरदेखि टाढो भएर संसारमा फैलिएर गयो त्यही मान्छेहरूलाई। अनि भन्थ्यो सर्वशक्तिमान ईश्वर हुनुहुन्छ, उहाँ तिमीलाई सबै कुरा दिनुहुन्छ, त्यो परिपूर्ण हुन सक्छौ। अनि त्यही कुराबाट अब्राहमले के गर्थ्यो, प्रशस्त मान्छेलाई के दिन्थ्यो, सुसमाचार दिन्थ्यो। अनि आज म के भन्छु भने तपाईँको जीवन पाउने प्रशस्त कुरा ल्याउन्। छेउसाथी भन्छ न आरिस नगरिकन ल त आरिस अलिकति नगरिकन तपाईँको जीवनमा प्रशस्त कुरा पाउले ल्याउनुहुन्छ भनिदिनुहोस् त। लो
परमेश्वरले तपाईँको जीवन प्रशस्त गरेर ल्याउनुहुन्छ। अनि फेरि भन्छु, बाइबल चाहिँ जीवनले भरेको हो। बाइबल चाहिँ पढ्छ हामी फटाफट, त्यो बाउले त्यो पात्रो पढ जस्तो नपढ्नुहोस्। बाइबल चाहिँ बाउले पढ्ने पात्र होइन। बाइबल चाहिँ जीवनले भरेको शब्द वचन हो। यसमा चाहिँ कालो अक्षर र सेतो पन्नामा कालो अक्षरमा चाहिँ जसै जीवनलाई भेटाउनुहुन्छ, यसमा परमेश्वरको रियलतालाई तल चाल पाउनुहुन्छ। अनि अर्को कुरा, क्रिस्चियन जीवन चाहिँ धर्मको जीवन होइन। कति बेला हिँड्ने बेला चाहिँ बाइबल पढ आज एउटा पद हुन्छ नि, त्यस्तो नगर्दा हुन्छ। तर जुनै पनि समय त्यो एउटा टाइम नै राख्नै पर्छ भन्ने पनि छैन। पढ्नुहोस्, त्यो जुनै पनि टाइममा त बाइबल पढ्नु हुँदैन। त परमेश्वरको प्रेजेन्सले त्यसलाई भेटाउनुहुन्छ। त्यही भएर त बाइबल हमला भयो त। त्यो त बाइबल मान्छे जलायो, नष्ट गर्यो, खरानी बनाउन चाह्यो। बाइबल आजसम्म तपाईँको जीवनमा अस्तित्वमा छ। किन बाइबलमा जीवन भेटाउनु हुन्छ। अनि परमेश्वरले चाहिँ आफ्नो चाहिँ बोलेको वचनलाई विश्वास गरेर क्या। अनि आज म के हुन्छ, बाइबल तपाईँसँग बोल्न सक्छ। आमेन। अब सक्दै गर्दाखेरि त्यसो भए यो अब्राहमलाई दिएको आशिष कसरी तपाईँ र ममा आउँछ त भन्दा गर्दा चाहिँ दुईवटा पद बताउँछु अन्तको सुमा। गलाती 3:14 पद अनि गलाती 3:9 पद। उहाँले हामीलाई मोल तिरेर छुटाउनु भयो ताकि अब्राहमलाई दिएको आशिष ख्रिस्ट येशूद्वारा अन्य जातिहरूमा आओस् र हामी विश्वास र प्रतिज्ञाका पवित्र आत्मालाई प्राप्त गर्न सकौँ। यसै कारण विश्वास गरी मानिसले विश्वास अब्राहमसँगै आशिष पाएका छन्। अब नयाँ करारमा आउँदा चाहिँ यो अब्राहमको आशिष कसरी चाहिँ तपाईँ र मसम्म एक्टिभ भने भन्दा चाहिँ यदि यो आशिष आएन भने चाहिँ यो चाहिँ इतिहास बोलेको जस्तै हो। सम्राट राजाले यस्तो गरे अरे, अशोक राजाले यस्तो गरे अरे, कुन चाहिँ कन्स्टान्टाइनले यस्तो गरे अरे। त्यो र यो भन्दामा केही भिन्नता छैन। तर महात्मा गान्धीले यस्तो फ्रिडम फाइटर भयो अरे, एउटै हो। तर यो वचनले कसरी चाहिँ यथार्थमा ल्याउनुहुन्छ भने चाहिँ येशू ख्रिस्ट तपाईँको लागि मर्नु भयो, रगत बगाउनु भयो। अनि जसले पनि यसको रगतको बलिदानलाई मान्छ, प्रभु मेरो योग्यताले होइन, बलले होइन, तागतले होइन, क्षमताले होइन, कोसिसले होइन, मैले गरेको कार्य र कामले होइन, तर जस्ट तपाईँको बलिदानलाई म विश्वास गर्छु। यति चाहिँ भने तपाईँ लिनुभयो भने अब्राहमको पूर्णता तर मसँग सरेर आउँछ। आमेन। अनि यति मात्र होइन, 3:9 गलाती भन्छ अब्राहमसँगै, अब्राहमले जुन कुरा भन्नुभयो त्यही कुरा सँगै तँलाई पनि के गर्नुहुन्छ, इन्क्लुड गर्नुहुन्छ त्यो आशिषमा। अनि क्रिस्चियन जीवन त्यहाँदेखि उता के हुन्छ, अब्राहम जस्तै लाइफ हाम्रो पनि हुनसक्छ। होस् पनि। आमेन। होस्, तपाईँ मेरो जीवन यस्तै नै होस्। आउनुहोस् हामी त्यसलाई आत्मा गर्न लागेका छौँ।